ठिक छ हैन बाहिर आवारा भएर फकोटा हिँड्नुभन्दा बरु जिम आएर एक्सर्साइज गर्नु राम्रो हो क्या शेयर कमेन्ट सबै गर्नुहोस् है तपाईहरु सबैले अब फेसबुकको हिरो भिलेन हो अब अर्को एकजना भिलेन आउनु भयो कति हो सिनेमाको चाहिँ किन्न सिक्न पर्यो भने कि आमालाई कसरी कन्ट्याक्ट गर्ने त हामीले यो फोनमा कन्ट्याक्ट गर्ने अब नम्बर भनिदिने सुरु गर्ने ल म डेली फान लाग्यो ल यी पनि यही राख्नु भ्लग पनि देखाउँछु भ्लगमा सो है गाइज सबैलाई स्वागत छ आजको मेरो अर्को नयाँ भ्लगमा हामी जाँदैछौँ जिम हाम्रो यात्रा जिमसम्मको हो युनाइटेड जिम क्लब जाँदैछौँ हामी चेस्ट फार्ने हो चेस्ट र अझ के ब्याक चेस्ट र ब्याक हान्नुपर्ने हुन्छ आज हामीले अब क्या आज ओ टिफर्दै बिस्तारै बिस्तारै टिफर्देखि चाहिँ डर लाग्छ क्या अरूदेखि डर लाग्दैन ए सो बिस्तारै चलाउनु पर्छ हामी बनेपा आइपुगिसक्यो भ्लगहरू के कस्तो लाग्छ भन्नु होला होइन सपोर्ट राम्रो पाइरहेछ अहिलेसम्म त सब्सक्राइबरहरू पनि चाँडै गेन भइरहेछ एउटा इन्ट्री हुन्छ हाम्रो जिमको युनाइटेड जिम क्लब सिधै उता लडाउँ हाम्रो स्कुटर होइन कहाँ घुसार्ने यहीँ घुसारिदिन्छु यहीँ घुसारिदिउँ ल अब सिधै भित्रै गएर भेट्छ सो गाइज हामी जिम आइसक्यो अब यो चाहिँ हाम्रो गाडीहरू युनाइटेड जिम क्लबको अब हेर्दै गर्नु होला दामी गर्नुपर्छ दामी सो गाइज उहाँमा पनि सक्यो अब उता जाने उता गएर हाम्रो मेन काम सुरु हुन्छ अब ए कति हो सिनेमाको चाहिँ भाइले छोड्नु नि मिल्छ यहाँ भाइ एउटा हुनुहुन्छ नि गोरो भाइ को भाइ यहाँ बस्छ नि एउटा सोहिललाई भन्नुभएको यहाँ बस्ने होइन तपाईँ जिममा नि पस्नु भएको जिममा आउँछु नि म पोहोर हो र ए हाम्रो जिममा चाहिँ आमा यस्तो सुविधा पनि छ ल यहाँ ल आमा केही भनिदिनु न त भ्लगमा किन्न सिक्न पऱ्यो भने कि आमालाई कसरी कन्ट्याक्ट गर्ने त हामीले यो फोनमा कन्ट्याक्ट गर्ने अब नम्बर भनिदिनु यहाँ सकिएन भने अहिले टाइममा आउनु न अहिले यो टाइममा कोही हुन्न क्या यो टाइम पुरै खाली हुन्छ कि त बिहान आउनु पऱ्यो बिहान 5-6 फेरि यस्तो बिहान चाहिँ त्यति बिग्दैन चिसो हुन्छ खाइहाल्छ नि खाने मान्छेले खान्छ फेरि हो ल आमा है जिम आमा नि जिम गर्ने भयो आउनु तपाईँ गर्नु पऱ्यो आमा अलिकति ज्यानस्यान बनाउनु पऱ्यो स्ट्रबेरी बेच्नु आमा भएको छ होइन जिमभित्रै पस्नु भएको छ क्या आमा यस्तो पनि छ क्या हाम्रो जिममा फेरि काहीँ किन्न काहीँ केही किन्नै जानै पर्दैन जिम्मै सुविधा छ हाम्रो सो अब चाहिँ हामी डेडली हान्ने हो क्या अब यहाँ डेडलिफ्टको लागि अहिले यहाँ तयारी गर्दैछौँ होइन हाम्रो एकदम ज्याक दाइ ल्याउनु होइन डेली खाँदाखेरि यहाँ मोबाइल राख मोबाइल त्यहाँ राख्ने त्यहाँ राखेर राम्रो भिड क्या उहाँ भयो क्या आज ब्याक र चेस्ट हो नि त अनि पहिला डेडलिफ्टबाट सुरु गर्ने उहाँबाट सुरु गर्ने भनेर अब डेडलिफ्ट हान्नु लाग्यो ल यी पनि यही राख्नु भ्लग पनि देखाउँछु भ्लगमा भित्र कोही गएको छैन दुई भने नि हान्नुपर्छ 3 अब एक फेरि ठिक छ होइन बाहिर आवारा भएर फकोटा हिँड्नुभन्दा बरु जिम आएर एक्सर्साइज गर्नु राम्रो हो क्या होइन बरु यस्तो कहाँ छ जस्तो भन्दाखेरि पनि जिममा छु भन्दा छुट्टै हो क्या किन बत्ती बाल्नु भन्नु मैले होइन मेसेज पो आयो त मेसेज आयो कसको मेसेज आयो ओ वाउ जिम गर्ने टाइममा चाहिँ नेट अफ गर्नुपर्ने हो कि नेट अन रहेछ क्या मेरो नत्र सबैलाई ब्लक गरिदिइहाल्नु पर्छ जिम गर्ने टाइममा डिस्टर्ब गर्यो कि ब्लक भनेको 20 हालेको 20 मा हाल्ने 25 मा हाल्ने पहिला 20 गरौँ न ल हेर किन डराएको होला हाल्ने हो नि होला लगाइ के कस्तो फिल आयो दामी फिल आयो दामी फिल परिरहेछ खतरा दामी पर्छ
मुलाको यत्तिको चेस खतरा रहेछ नि। अनुहारहरू त माया लाग्दछ तर बानी बिहार छैन भनिदिनु कि त्यति बेला थाहा छैन के गर्छस् त अनुहारहरू तेरो यस्तो छ बानी बिहार छैन भनेर के त त्यो त्यसको नाम के अरे माया लाग्दो बुढीहरूलाई माया लाग्दछ तर के भन्छ बानी बिहार छैन तेरो बुढी मेरो चाहिँ जिम्मा होइन जहिले एउटा प्रब्लम के भन्दा जहिले बोतल हराउने क्या एक ठाउँमा राख्यो अनि कहाँ हो त्यसपछि अनि बोतल फेरि बहिनीको बोतल हो क्या फेरि त्यही भएर यस्तो छ है एक ठाउँमा बोतल राख्यो होइन अनि कहाँ आयो त्यसपछि ल यस्तो ताल पानी खाउँ धेरै पानी खानु हुन्न यार गर्नु ल कति हाल्यो 45 लेट्स गो म त सक्दैन यार दाइ मेरो त मलाई सपोर्ट चाहिन्छ ल म मोबाइल बन्द गर्छु नि त दाइले सपोर्ट चाहियो अरे होइन एकछिन सपोर्ट दिने ल कमन लेट्स डु ए सपोर्ट भर्खर त्यहाँ हान्यो यहाँ अब यसको पालो लेट्स गो यहाँ सुत्नु यस्तो आनन्द आउँछ नि फेरि पहिला त 50-50 राखेर हान्थ्यो नि त दुइटैमा यहाँ 50 यहाँ 50 त्यस्तो हान्थ्यो पहिला हेर्दै गर्नु हानु सो गाइस आजको लागि हाम्रो भ्लग सक्यो एक्सर्साइज गरेर निक्ल्यो भ्लग गरेर आएको सेयर कमेन्ट सबै गर्नुहोस् है तपाईहरु सबैले हाम्रो फेसबुकको हिरो भिलेन हो अर्को एकजना भिलेन आउनु भयो हाम्रा अमीर भाइ अनि हाम्रो के बोगती भाइ पुकार है तपाईहरु सबैले हेरिदिनु होला माया गरिदिनु होला धेरै धेरै हस् धन्यवाद अब आजको भ्लग हाम्रो यही सक्यो अब फेरि भोलि कन्टिन्यू गर्छु यहाँसम्म हेर्नुभयो त्यसलाई धेरै धेरै धन्यवाद आजको भ्लग अब यही हुन्छ हाम्रो ल आजको लागि यति नै अब चाँडै भेट्छु